के गर्दै हुनुहुन्छ अहिले तपाईहरु भने 23 गतेकोलाई आयोग बनाएर छानबिन भनेर गर्ने भन्नुहुन्छ। अहिलेसम्मका यतिका आयोगहरू प्रतिवेदनहरू छन्, तपाईले चेन्ज पनि गर्नु भएको छैन विगतका सरकारकाहरूले। कसले गरेका छन्, कुन कुन आयोगमा प्रतिवेदनहरू लुकाएका छन्, के गरेका छन्, कहाँ चेन्ज गरेका छन्, अनेक छन् तपाईँहरुका कर्तुतहरू। त्यो कर्तुत गर्ने भ्रष्टाचारी त्यो भटारलाई चाहिँ कारबाही गर्नलाई छैन, तपाईहरुलाई कानुन चाहियो। र त्यो आन्दोलन र जसरी एउटा क्रान्तिको रूपमा टर्न भएर शहादत प्राप्त गरेर त्यत्रो गएर देशैभरि आन्दोलित भएर तपाईहरुले नि त्यतिखेरको सरकारले नियन्त्रण गर्न नसकेको हो नि। असक्षमता त तपाईहरु हो नि, अक्षमता तपाईहरुको काम थियो त नियन्त्रण गर्नुपर्ने। कसैले हतियार लिएर आएको छ भने कारबाही गर्न सक्ने, तर नियतमाथि प्रहार गर्नलाई चाहिँ खुब बहादुरी सम्झिँदै हुनुहुन्छ अहिले हैन तपाईहरु। मैले त भन्ने गर्छु अहिलेका प्रहरी अधिकृतहरू जति पनि छन्, बलात्कारी आयो, अपराधी आयो, हतियार बोकेर आयो भने गर, घुँडा भने कारबाही गर, गर्दा गर्दै अर्को कुरा होला। तर नियतलाई त जीवनभर भनेको छैन मैले। राजनीतिक आन्दोलन लिएर आएकाहरूलाई जीवनभर गरेको छैन। मैले धेरैपल्ट आन्दोलनको नेतृत्व गरेको छु। मैले आन्दोलनको नेतृत्व भन्नाले नेतृत्व नियन्त्रण गर्नका लागि गरेको छु।